आखिरी फोकटमा दुबाई मरेको के छ दाइ अनि सबै खबर एकदम अनि भोला बजाए सुनेर हेर्न ए यस्तै हो के गर्नु गाडी म त पर भित्र ग्यारेजमा हालेर बसेको यता एकछिन नआतिने हतार नगरौँ उँभो सेफ दिन त बाइक चाहिँ उँभोबाट जानु न त बस आउँदैछ उता कारमा बस छिर्दैन बस छिर्दैन होला छिर्दैन नि त्यहाँनिर जानु पर्छ अन्त माथिल्लो साइडबाट जानु थोरै अगाडि खाँदैन त्यहाँ सिधा जानु ल भाइको त राम्ररी जाऊ राम्ररी मेरो ड्युटी हो रातो टिका निधारमा बाइक कुदाएको बिस्तार आउनु न बिस्तार झन् खोला लडिन्छ यस्तो खोलामा थाहा छैन बाइक कुदाउने यस्तो खोलामा बिस्तार आउनु अब यो सर यताको गाडी आउन दिउँ अनि यत्तिकै रोकिदिउँ क्या त्यति भएपछि सर्ट भइहाल्छ क्या अवस्था यस्तै छ पानी परेको छ आज 2018 गते भनौँ न दसैँको टिका लाउन हिँडेको मान्छेहरूको बिजो काठमाडौँ जानेहरू पनि काठमाडौँ जाँदै आधी बाटोबाट फर्किँदै आउँदै ल पानी पनि अलिक कम हुँदै गएको जस्तो बटाबट जाम खुलाइदिएन त म आएर देख्नुभयो पावर जाम खुलाइन मैले म आएपछि बल्ल खुलिसक्यो यार कहाँ सकिनु अझै उता छ नि डबल लाइन छ बल्ल एक लाइन यो अझै सरर छोडिदिनु पर्छ क्या अनि मात्रै खुल्छ पेट्रोल पम्प पुगेको छ त उता जाने ठाउँै हुँदैन डबल लाइन आएको छ नि त यता धेरै छैन क्या गाडीहरू ऊ मात्रै पुग्दैछ चेकपोस्ट मात्रै चेकपोस्टसम्म पनि छैन यता साइडबाट जानु न त दुईजना बिस्तारै जानु बाइकहरू बिस्तारै जानु न त एक साइड ऊबाट क्या एक साइडबाट बिस्तारै ग्यापमा जानु है एकैचोटि हत्तै नजानु फेरि गाडी उताबाट आइरहेको हुन्छ बस आउँदाखेरि चाहिँ ठुलो गाडी आएको बेला अब जाँदा हुन्छ ग्याप हेरेर जानु क्या गाडीहरूको ठ्याक्क बिस्तारै जाँदा हुन्छ ग्यापमा ल तपाईँ पनि हाल्दा हुन्छ अब जानु माथिल्लो साइडबाट त्यो बाइक फेरि बाइक छिटो यो बाइक कहाँ हाल्यो होला यार निस्किनु क्या निस्किनु हजुर
अब होइन अब तपाईँ जाँदा हुन्छ क्या उता गाडी खाली भइसक्यो क्या जाँदा हुन्छ निस्किनु आरामले 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 अब झन् पानी पर्यो फेरि फेरि पर्छ अब यताको बसे हुन्छ फेरि उताको आएकै हुन्छ बस गुड चलाइस मुजी लड्नुहुन्छ नजानु लड्नुहुन्छ तपाईँलाई चढ्न आउँदैन गाडी खोइ बाइक यहाँबाट जानु उताबाट उयो पुलबाट जानु यता आउनु यता त धेरै छैन क्या उहाँ पर हेर न हतार गरेको अब हेर रोकिदिन्छ अहिले